नमस्कार दर्शकबिन, आज म यस्तो ठाउँमा आएको छु दर्शकबिन जहाँ चाहिँ बाउले तीनजना छोराछोरीलाई यो ठाउँमा एक्लै राखेर जानुभयो। दुईजना नानीहरू र एउटा छोरो यो घरमा राखिएको छ। अनि यहाँ राखिसकेपछि उहाँहरू इन्डिया जानुभएछ आफ्नो कान्छी श्रीमतीसँग। जेठी श्रीमतीका छोराछोरी यहाँ छोडेर उहाँ इन्डिया जानुभएछ। इन्डिया गइसकेपछि यो नानीहरूको बिजोग बनेको छ। के भनेर ल्याइदिनु भयो? बाबाले भन्नुभयो अब हामी इन्डिया जान्छौँ, त्यसपछि तिमीहरू त्यहाँ बस्छ भन्नुभयो। उहाँहरू चाहिँ कहाँ जाने भन्नुभयो? इन्डिया। इन्डिया? अनि के भन्नुभयो जाँदै गर्दाखेरि? म आइहाल्छु भन्नुभयो कि के भन्नुभएको छ? आउँछु दसैँमा। दसैँमा आउँछु भन्नुभएको छ। आज हामी यो भिडियो देखाउँदैछौँ। पहाडबाट ल्याएर छोराछोरीलाई यो ठाउँमा राखेर उहाँहरू इन्डिया जानुभएछ। जुन घरमा भाडा दिनुभयो त्यो घरको मान्छे भोलिपल्ट आएर ताला लगाइदिनु भएछ। अनि उहाँ नानीहरू अलपत्र अवस्थामा हुनुहुन्छ। यो भिडियो यहाँहरूमा सम्प्रेषण गरिरहँदाखेरि अहिले पनि मानवता छ कि छैन, मानवता हराएको हो कि क्या हो भन्ने एउटा आवाज दिलाउँछ। तीनजना सानो सानो नानीहरू अघि बिहानदेखि बाहिरै हुनुहुन्छ। हिजो राति चाहिँ कोही हुनु भएनछ। घरबेटी आएर अहिले ताला लाएर तपाईँहरूको सामान लिएर यहाँबाट कहाँबाट जानुहुन्छ जानुस् भनेर बाहिर छोडेपछि हामीलाई स्थानीयले खबर गर्नुभयो अनि हामी आएका छौँ दर्शकबिन। यस्तो एउटा छ, उहाँहरूको आफ्नो आफन्त पनि यतै हुनुहुन्छ अरे, तर सम्बन्धित पक्षले हामी चिन्दैनौँ, हामीलाई थाहा छैन भनेपछि यो नानीहरू बिछल्लीमा पर्नु भएको छ। यो खबरलाई स्थानीय तहसम्म पनि पुर्याइदिनु होला, सम्बन्धित निकायसम्म पनि पुर्याइदिनु होला र म आग्रह गर्न चाहन्छु उहाँका बुवा आमासम्म यो भिडियो पुग्योस् भनेर चाहिँ हामीले यो भिडियो बनाउँदैछौँ। अलिकति अगाडि आइदिनुहोस् त, म देखाउँछु। यो चाहिँ कन्काई नगरपालिका वडा नम्बर 8मा चाहिँ यो घटना घटेको हो। यो घटेपछि चाहिँ हामी यहाँ आएका छौँ। अघि अलिक अगाडि आउनु त। को नानी हो यहाँनिर? उहाँ नानी है। यतापट्टि आउनु त हजुरहरू, यतापट्टि आउनु त सबैजना। उहाँहरू तीनजना नै हो। यतापट्टि आउनु त दर्शकबिन। यहाँ देखाउँदैछौँ यो चाहिँ सबै उहाँहरूको सामान हो। यहाँको सामान गरिसकेपछि चाहिँ यसरी ताला लगाइदिनु भएको छ घरबेटीले। अब हुनसक्छ मेरो घर असुरक्षित हुन्छ भनेर ताला लगाइदिनु भएको होला, तर सम्बन्धित पक्षलाई जानकारी गराएर ताला लगाइदिनु भएको भए या आफन्तलाई, अहिले त स्थानीय तह पनि छ, सम्बन्धित व्यक्तिहरू छ, उहाँहरूलाई जानकारी लगाएर चाहिँ ताला लगाइदिनु भएको भए यो तीनजना बच्चाको बेहालत हुने थिएन। हेर्नुहोस् त यस्तो बच्चा छन्। हजुरको नाम के हो? सरिता। सरिता? सरिता के थरी? लोहार। लोहार। हजुरको? विपना लोहार। विपना लोहार। हजुरको? सञ्जित लोहार। हजुर? सञ्जित लोहार। सञ्जित लोहार। हजुरहरू कहाँबाट आउनु? ठुलो चाहिँ को हो? उहाँ हो? कहाँबाट आउनु भएको? चारपानी। चारपानी? घरै चारपानी हो? कहाँ हो? पहाड। पहाड कुन ठाउँ? पाँचथर। पाँचथर? पाँचथरको कुन ठाउँ? भारपा। भारपा। अनि यहाँ के भनेर आउनुभयो? यहाँ चाहिँ अहिले कसले यहाँसम्म ल्याइदियो? बाबाले। के भनेर ल्याइदिनु भयो? बाबाले भन्नुभयो अब हामी इन्डिया जान्छौँ, त्यसपछि तिमीहरू त्यहाँ बस्छ भन्नुभयो। उहाँहरू चाहिँ कहाँ जाने भन्नुभयो? इन्डिया। इन्डिया? अनि के भन्नुभयो जाँदै गर्दाखेरि? म आइहाल्छु भन्नुभयो कि के भन्नुभएको छ? आउँछु दसैँमा। दसैँमा आउँछु भन्नुभएको छ। अनि घरको भाडाहरू तिर्नुपर्ने, अनि यताउता बस्न यहाँ कसलाई भनेर बस्नु भएको थियो? बाबाले नै मिलाएर जानुभएको थियो? भाडाहरू सबै हालिदिन्छु पुगेपछि भन्नुभएको थियो। पुगेपछि हालिदिन्छु। फोन नम्बरहरू छ बाबाको? यहाँनिर फोन नम्बर छ, हामी फोन नम्बर एटेच गर्छौँ। फोन लाग्यो कि लागेन? हजुरहरूले गर्नुभयो? अहिले हामी कोसिस पनि गर्नेछौँ। यो चाहिँ बाबाको नम्बरहरू रहेछ। यो चाहिँ इन्डियाको नम्बर, यो चाहिँ नेपालको नम्बर। बाबाको नाम के? सन्दीप लोहार। सन्दीप लोहार। मम्मी कहाँ हुनुहुन्छ? मम्मी पहिला आउनुभएको। पहिला जानुभएको? हजुर कान्छी आमासँग हुनुहुन्थ्यो? अब के गर्नुहुन्छ? अब के भन्नु, यहाँ आफ्नो चिन्जानको कोही हुनुहुन्छ झापामा? हुनुहुन्छ। को हुनुहुन्छ? दिदी। कहाँनिर हुनुहुन्छ? यहाँ बिहिबारे बजारमै। भनेको यही कन्काई नगरपालिका 8मै बिहिबारे बजारमा। के नाम दिदीको? सम्झना लोहार। सम्झना लोहार। दिदीलाई भन्नु भएन बाबाले हामीलाई यसरी छोडेर जानुभयो भनेर भन्नु भएन? छैन भनेको दिदीलाई त थाहा नै छैन। दिदीलाई थाहा नै छैन? कहाँनिर हो दिदीको? दिदीलाई पनि खबर गर्छौँ नि त। कहाँनिर हो दिदीको? यहाँ बिहिबारे बजारमै। हजुरहरू कोही जानु भएको छैन दिदीको घरमा अहिले? पहिले जान्छु, मैले गएको छैन। अहिले चाहिँ जानु भएको छैन? बाबालाई के भन्नुहुन्छ? बाबालाई के आउनु हामी अप्ठ्यारोमा पर्यौँ भन्नुहुन्न? भन्छु। के भन्नुहुन्छ लु भन्नु। बाबा आउनु हामीलाई कोठाबाट निकालिदियो। हामी अलपत्र पर्यौँ होइन?
त्यो 3 जना उहाँ तपाईँ जेठी उहाँ अर्को बहिनी उहाँ 3 जना हो तपाईहरुको हजुरहरुको आमा चाहिँ हुनुहुन्न बाबाले अर्कै आमा ल्याएर अरु दिदीहरु पनि हुनुहुन्थ्यो बिहे गरेर जानुभएको हो उहाँहरु 3 जना नानीहरु यस्तो अवस्थामा हुनुहुन्छ दर्शकबिन यो सबै सामानहरु बाहिरै छ बाहिर राखिदिएको घरभित्र थन्क्याउनु भएको रहेछ घरभित्र थन्क्याइसकेपछि घरबेटी आएर यो सबै यो कुन सामान हो तपाईहरुको त्यो पनि यो पनि हो सबै सामान हो यता पनि हो यिनीहरु सबै हो यो कुन कोठामा बस्नु भएको थियो यो कोठामा बस्नु भएको थियो 3 जना नानी 5 थरको भारपाबाट हैन उहाँहरु आउनु भएको उहाँलाई चाहिँ आफ्नो बुवाले लिएर आएर यहाँ राखेर म दशैंमा आउँछु भनेर छोडेर जानु भएछ आज यो अवस्था छ हामी यो देखाउँदैछौं र यो भिडियो सबै माछ पुर्याइदिनु होला र सम्बन्धित निकायसम्म पनि पुर्याइदिनु होला यहाँ सम्बन्धित देख्ने मान्छेहरुसँग पनि हामी केही कुराकानी गर्नेछ त्यो चाबी ल्याएर उसले देखे घर खोलिदिए खोलेपछि उसले के भन्यो भने ठिकै छ नि त म यहाँ आएर म ल्याउँछु 4-5 थियो यो केटाकेटी यो ल्याएर यहाँ राखिदिए अनि उनीहरु चाहिँ म इन्डिया जान्छु तपाईहरु चाहिँ गर्नुस् अब यो फोन नम्बर पनि दिएको रहेछ इन्डियाको फोन नम्बर दिँदाखेरि फोन नम्बर लाउँदाखेरि कन्ट्याक्ट भयो उसले के भन्यो भने म 3 दिनमा के अरे पैसा हाल्दिन्छु बस्न दिनु भनेको छ तर अनि घरबेटीले आएर बिहान ताला लगाइदिनु भएछ घरबेटीले ताला लगाइदिए म होइन यसो मान्छेलाई म राख्न दिन्न म बाहिर निकाल्दिन्छु मैले के भने ओरामा र पुलिसलाई खबर गर त्यसपछि निकाल है त्यसो भनेर जानु भयो मैले भनिदिएको अब उनले चाहिँ होइन म सक्दिनँ यो के हुन्छ कसो हुन्छ ग्यास पर्किन्छ होइन यो केटाकेटीको के भरोसा त्यसले गर्दाखेरि मेरो घर यहाँ बिगार्छ भनेर ऊ भनेर गइदियो ताला लगाएर जानु हो तपाईँ स्थानीय पनि हुनुहुन्छ के भन्नुहुन्छ यो विषयमा यसरी आएर बच्चा-बच्ची फ्याट्टै निकालेर बाहिर राख्दिनु भन्दा कसैलाई खबर गर्दिएको भए होइन यसो नि उसको आफ्नो मान्छेलाई पनि गएर भेटे अब म राख्दिनँ भनिदिएपछि म त्यसले मलाई उसले जब राख्दिनँ भनेर अनि आएर हतार निकाल्न थाले आफ्नोले पनि म जान्दिनँ भने रुममा उहाँको बाबा आउनुभयो रुम हेर्नलाई अनि यहाँनिर बाहिरबाट हेर्दै गर्नुभयो अनि दाजु के हेर्नुभएको भने मैले कोठा हेरेको भन्नुभयो अनि बिहान आएर कोठा यसो परतिर दाल्ने आमा हुनुहुन्थ्यो उहाँले ल्याइदिनु भयो अनि ल्याएर त्यो कोठा हेर्नुभयो होइन दुईटामा एउटा जुन अवस्था पनि हुन्छ भनेर बस्नु हेराउनु भयो हेराउँदाखेरि म 12 बजे सामान ल्याउँछु भन्नुभयो अनि मैले सोधेँ दाजु तपाईँहरू को बस्नुहुन्छ यहाँ भनेर सोधेँ त्यसो भन्दाखेरि मेरो 2टी छोरी छन् अनि एउटा सानो छोरो छ उनीहरू बस्ने हो भनेर सोध्नुभयो अनि तपाईँ चाहिँ कहाँ जानुहुन्छ त उनीहरू केटाकेटीलाई यहाँ छोडेर भने त्यसो भनेपछि म चाहिँ इन्डिया जान्छु भनेर भन्नुभयो अनि उहाँहरूको नानीहरूको आमा चाहिँ खोइ भनेर मैले सोद्धाखेरि छैन भन्नुभयो छैन भन्दाखेरि खोइ त भन्दाखेरि छैन नि भन्नुभयो अरू केही भन्नु भएन तर उहाँहरूको बारेमा मैले त्यो अलिकति अब आमा छैन भनेर पहिला पनि सुनेकी थिएँ अनि तपाईँले के कान्छी बुढी बिहे गर्नुभएको छ भनेर सोधेँ मैले त्यसो भन्दाखेरि कान्छी बुढी छ म इन्डिया जाने उनीहरूलाई यहाँ छोड्ने भनेर त्यसरी भन्नुभयो अनि मैले भने यहाँ नानीहरू सुरक्षित छैनन् यहाँनिर अब यस्तो घारी पनि छ सुरक्षित छैनन् भन्दाखेरि म 12 बजी नानीहरू ल्याइदिन्छु म सामान ल्याउँछु भनेर दाल्ने आमालाई भनेर जानुभयो अनि मैले आमालाई पनि भने अनि आमा यहाँ नानीहरू सुरक्षित छैनन् भनेर भन्दाखेरि मेरो श्रीमानले पनि भन्नुभयो केटाकेटी मात्रै यहाँ छोड्नु हुँदैन नानीहरू सुरक्षित छैनन् सर्पहरू गोटगोटी कुदिरहेका हुन्छन् भनेर अब हामीले त्यति भन्दा भन्दै पनि मैले गेटमा 2टै चाबी लाएर गएँ भरे आउँदाखेरि भित्र सामान हालेको रहेछ अब घरबेटीसँग त कुरा भएरै हालेको हो अनि भित्र सामान हालेको हुन्छ भनेर 1 महिनाको भाडा चाहिँ अगाडि मागिदिनु है आमा भनेर भन्नुभएको रहेछ घरबेटीले अनि त्यसो भनेपछि 1 महिनाको होइन 2-3 महिनाकै म काम गरेर पठाइन्छु भन्नुभएको रहेछ उहाँहरूको बाबाले अनि त्यो भएपछि अब बेलुका राति लाइन छैन त्यहाँ लाइन काटेर राख्नु भएको छ अनि राति हुँदो अब हेर्नु न यहाँनिर लाइन पनि छैन होइन लाइन काट्नु भएको छ घरबेटीले आफै लाइन काट्नु भएको छ अनि लाइन काटेपछि अब यो कोठा हो कोठाभित्र केही यो सामान हो यो कार्टुनहरू अनि यो सामान चाहिँ कोठाभित्रै थियो त्यो कोठाभित्र सामान राखेर अब यिनीहरूको यो नानीहरूको सामान चाहिँ भित्र हालेको रहेछ जब म आउँदाखेरि चाहिँ उनीहरूले खाना बनाउँदै रहेछन् अनि खाना बनाउँदै रहेछन् अनि नानी तँ होस् ठुलो नानी भनेर भन्दा भने ठुलो नानीले खाना बनाउँदै थिए
अनि बेलुका अब कसरी सुत्छौ त भने अनि त्यहाँदेखि अब उनीहरूले खाना खाए अनि खाना खाएर अब डराइराखे अब कसरी सुत्छन् भुइँ छ खाट छैन केही छैन खाट थियो अरे बाबाले बेचेर हिँड्नु भएको अरे खाट थियो अब यो सामान छ यत्रो सामान छ तर खाट एउटा छैन अनि घरबेटीले खाट दिनुहुन्छ आन्टी हामीलाई भनेर सानी नानीले पनि सोधिन् अनि सोद्धाखेरि छ एउटा खाट माग्नु भने मैले अनि तिमीहरूको खाट चाहिँ थिएन त भन्दाखेरि हाम्रो खाट बाबाले बेचेर जानुभयो भनेर भने अनि त्यो भएपछि रातभरि बिचरा डराएर अब एक्लै सुते उनीहरू बिहान उठ्दाखेरि घरबेटी आएर ओइ उठ भनेर घरबेटीले उता के अरे घरबेटीले निकाल्नु भयो उठाउनु भयो अनि उठाएपछि तिमीहरूको दिदी एउटी छ अरे कहाँ छे भनेर भन्दाखेरि सानो यो बाबुलाई लिएर जानुभयो होइन अनि उसको दिदी चाहिँ अब त्यही माथि बाटो मास्तिर अर्जुन धारा पर्छ त चाहिँ अनि त्यहाँनिर उसको दिदी छन् अनि उहाँ गएर अब केही सल्लाह गरेर आउँदाखेरि दिदीले चाहिँ मलाई थाहा छैन म जान्दिनँ मेरा भाइ पनि यहाँ ल्याइदिनु भनेको रहेछ अरे अनि त्यसो भन्दाखेरि लु जा अटो म 100 रुपियाँ पैसा घरबेटीले दिनुभयो अटो बोलाएर ले भनेर यो नानीलाई अराउनु भयो यो नानीलाई अराएपछि उसले गई अब बच्चालाई त अटो कसैले पत्याउँदैनन् हामी ठुलोलाई ताल पर पत्याउँदैनन् अनि त्यसो भनेपछि अब अटो आएन आन्टी भनेर उसले भनेपछि लु तिमीहरूको सामान सरक्क निकाल तिमीहरू कहाँ छौ जाऊ तिमीहरू दिदी कहाँ जाऊ भनेर घरबेटीले चाबी लगाइदिनु भयो अनि हामीले भन्यौँ अब त्यसरी त हुँदैन भनेर भन्दाखेरि मेरो घर सुरक्षा हुँदैन भोलि ग्यास पड्किन्छ के हुन्छ अब त्यो कसले रिक्स लिने हामी त रिक्स लिन सक्दैनौँ भनेर घरबेटीले चाहिँ यसरी सामान हेर्नु न यहाँ बर्बरमा सबै यो त मैले मिलाइदिएको अघि सबै झरपट पारिदिनु भएको थियो होइन उहाँले पनि निकाल्न सक्नुभयो भित्र पसिवरी निकाल्नु भयो अनि सबै सामानहरू छरपट पार्नु भएको थियो तर म अनि केटाकेटीसँग लागेर त्यो लुगा त्यहाँ यी लुगा मैले यहाँ थाक लाएर मिलाइदिएँ अरू सबै सामानहरू अब यसरी छरपट पारेको छ अनि यसको बारेमा चाहिँ अब उहाँले के भन्नु भने प्रेम अङ्कललाई फोन गरेको छु प्रेम कटवाल अनि उहाँहरूलाई मैले भनेको छु उहाँहरू आएर के गरेर मिलाइदिनुहुन्छ भन्नुभयो मैले के भने अध्यक्षलाई फोन गर्नु है लीला कटवाललाई फोन गर्नु उहाँलाई फोन गरेपछि केही त उहाँले निकाय गर्नुहुन्छ नि त केही उपाय गर्नुहुन्छ भन्दाखेरि तपाईँ उहाँ अध्यक्षलाई भेटेर जानु भनेर मैले भन्दाखेरि उहाँले अध्यक्षलाई भेट्नु भएको रहेनछ हामीले पछि अध्यक्षलाई फोन गऱ्यौँ अनि मलाई कुरो आएको छैन भन्नुभयो त्यो भएपछि मलाई ढिलो हुन्छ म जान्छु भनेर उहाँ घरबेटी चाहिँ जानुभयो नमस्कार म रिता रोका उप्रेती कन्काई नगरपालिका वडा नम्बर 8 को वडा सदस्य भर्खरै मात्रै हामी जानकारमा रहेको कुरा म जानकारी गराउँछु बिहान मात्रै वडा अध्यक्षज्यूलाई पनि यो विषयमा जानकारी भएकोले गर्दा वडा अध्यक्षज्यू आफ्नै कामले उहाँ चाहिँ तालिमको सिलसिलामा बाहिर जानु भएको छ र उहाँले जानकारी गराउनु भयो हामी यो ठाउँलाई चाहिँ ढुङ्गे बोर्डिङ भन्छौँ पहिलादेखि नै ढुङ्गे बोर्डिङ भन्ने गरेको छ र यहाँ चाहिँ 3 जना नानीहरू चाहिँ घरबाट घरबेटीले चाबी ल्याएर बाहिर अलपत्र रूपमा राखेको कुरा जानकारीमा आएपछि के रहेछ भनेर हामी पनि यहाँ अनभिज्ञ तरिकाले नै बुझ्न आउँदाखेरि हामीले यो अहिलेको दृश्य देखिरहेका छौं हैन अब हाम्रो कन्काई नगरपालिका बालमैत्री नगरपालिका नगर घोषणा भइसकेको छ र कन्काई वडा नम्बर 8 पनि सम्पूर्ण वडाहरू चाहिँ बालमैत्री घोषणा भइरहेको भर्खरै मात्रै भएको सिलसिलामा हामी यसरी नानी केटाकेटीलाई पक्कै पनि हाम्रो नगर र वडाले बिजोग पार्दैन हैन हामी सम्बन्धित निकायलाई खबर गर्छौं यो चाहिँ हाम्रो वडाको एउटा जिम्मेवारी र दायित्व भित्र पनि पर्छ अनि त्यो सम्बन्धितलाई खबर गरिसकेपछि हामीले आगामी अब यहाँ भन्दा उता गर्ने पहल उहाँहरूको संरक्षणको लागि के गर्न सकिन्छ भन्ने कुरा वडाले अब अगाडि काम बढाउँछ।